बिहान उठ्ने समयमा उठेन भने बिस्तारामा केही भइरहेको हो कि त्रास छ कि छैन? यति कच्चा खाना खाने आएपछि दुईटा रोटी खानेवालाले आधा रोटी खान मन छैन भने पनि के भयो, मरिहाल्ने हो कि? रुवा कासो ज्वरो आयो च्याप्यो केही भाइरल आएर लैहाल्ने हो कि? गाडी घोडा अलि दगुर्यो छेउछेउतिर हिँड्यो भने गइहाल्ने हो कि? दायाँ बायाँ चिसो हातले बिजुली छोयो करेन्ट आएर मरिहाल्ने हो कि? जस्तो अवस्थामा पनि तरास छ कि छैन? यति तरास छ, यति डर छ, यति भय छ। त्यो भयका बीचबाट संरक्षण गरेर राखेको नि यो शरीरलाई। राजा परीक्षितलाई सुखदेवजीले भन्नुहुन्छ, बाबु कोरिबाटी चुलठी श्रृंगार गरेर राखेको यो तिम्रो शरीर मर्ने हो भन्ने कुरामा तिमी डराएका छौ। कति डराउन पर्दैन, तिमी एक्लै मरेर जाने होइन। तक्षक नाम गरेको सर्पले तिमीलाई मात्रै डस्ने होइन, जगतलाई डस्ने हो। तक्षक नाम गरेको सर्प नै काल बनेर आउने हो सबैलाई। अनि बाबु फेरि 7 दिनभित्र मर्ने भन्दा छोटो आयु भयो मेरो भनेर भनेका छौ नि तिमीले। संसारमा मलाई यस्तो मान्छे, यस्तो प्राणी, जनावर कुनै देखाऊ कि जो 8 दिन बाँचोस्। सबै मर्ने त्यही 7 दिनमा हो। हजुरहरूको आयु कति हो भनेर सोध्यो भने के भन्नुहुन्छ? 100 वर्ष, 50 वर्ष, 80 वर्ष, 90 वर्ष यस्तै भन्दै जान्छौँ नि हामीले। हिजो मलाई एकजनाले सोध्नु भएको थियो, एकजना बुवाले यतैको पण्डित पुजारी बुवा हुनुहुँदैछ क्या, मलाई सोध्नु